हाई गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज हामी जान स्विमिङ पुल आएको छौँ क्या स्विमिङ गर्नलाई निरुतालाई अनि अरूहरू पनि आएको छन्। अनि दुईजना आएको रमाइलो गर्नलाई स्विमिङ त गर्न आउँदैन तर स्विमिङ गर्न आएको अरे हामी। तपाईँहरूलाई देखाउँछु ल, तपाईँहरूलाई देखाउँछु कतै ध्यान रहेछ क्या। पानी पनि तातो भइसकेको छ, पानी पनि राम्रो रहेछ, त्यति साह्रो स्विमिङ गर्दैछ केटा केटी ठुला ठुली बुढाबुढी सबजनाको स्विमिङ रहेछ। पानीमा गएर देखाउँछु ल गाइस। पानीमा आएमा गाइस हेर्नु नि ड्रामा गर्छन् हौ स्विमिङ गर्नु, ड्रामा गर्छन् बुढाबुढी सबैजना चिल गर्छ। उता गजङ आएर चाहिँ उठ्ने त निरुता त मरमेड गाइस निरुतालाई हेर्नु स्टाइल हाल्दैछ। गाइस हामी ठुलो पानीमा जाँदैछौँ। अब भोइस आउँछ कि आउँदैन होइन, म बोल्न चाहिँ बोल्दैछु, आउँछ होला कि आई गेस। पानीमा वाटर निरुताले इन्जोय गर्दैछ। मनिष र जीवन त खै कता गर्छौ, पानीमा जान्छ ठुलो पानीमा जान्छ उनीहरू त सक्छ नि त। अनि हामी त हाम्रो ठुलो निरुतासँगै आयो पानी कहाँसम्म चाहिँ आउँछ, पानी कतिसम्म भन्नु न एक्ज्याक्टली भन्नुपर्दा 4 फिट पानीमा छ, 4 फिट। दिस इज 4 फिट अलिकति यता गयो भने 5 वाटर लेभल बढ्छ। ओ माई गॉड म गाइजभन्दा उता जान सक्दिनँ किनकि स्विमिङ आउँदैन। निरुता स्विमिङ गरेको चाहिँ मेरो कुरै टेर्दिनँ, भिडियो बना भन्दा मान्दिनँ, फोटो खिच भन्दा आयो भने कस्तो ल्याइदिन्छे। अनि हिरो नै बने कि फोटोमा भिडियो स्विमिङमा त गरेको गर्छ। यहाँ त थरीको डिजाइनको स्टाइल डिजाइनको सबै कुरा हुन पाइन्छ। फादर डटर झन्डै लडिन झन्डै केही पनि हुँदैन, कसैले रेस्पेक्ट दिन्छ भने किन नहुँदैन, आन्टी भनेर आन्टी हुँदैन। बच्चाहरूलाई के भन्नु र अलिकति केटाको छेउमा पुग्नेको त्यो खा भनेर अब यहाँ भिडमा यो कमन स्विमिङ पुल हो, केटाकेटी भेटिहाल्छ नि, ठोकिन्छ नि। अगाडिको जवान भइसक्यो यसले टियर दिनु
गरेको भिडियो देख्नुभयो म तपाईँहरूलाई देखाउँछु ल जम्प गरेको भिडियो अझै जम्प गर्छु मलाई स्विमिङ गर्न आउँदैन कि मलाई नुहाउँदा नि मन लागिरहेको होइन घुँडा टेकेर हिँड्छु तपाईँ खुट्टा माथि निकाल्नु त कति खुट्टा हो कि जान्न उता माथि हेरौँ न हिँड्नु न उता माथि लगाएको कता जाम भन्दैछ जान्छु त्यही जीवन र मनिष यिनीहरूको आँखा रातो भइसक्यो पानीमा डुबेको गरेर के भन्नु नि यहाँ हामी माथि चढ्न आँटेको माथिबाट हामी भ्यू हेर्ने गाइस तपाईँहरूलाई पनि हेराउँछु माथिबाट कस्तो देखिन्छ भनेर कस्तो जाडो पो हुँदो रहेछ जाडो पानी पर्छ नि चिसो के भयो एलर्जी भयो इजी हेरौँ न यता नृत्य बसिरहेको छ हावा यता उड्दैछ गाइस देखो न गाइस पानीमा मनिष र जीवन 7 फिट पानीमा हाई भन मनिष जीवन हाई त्यत्रो गहिरो पानीमा नजा 7 फिट पानीमा पनि स्विमिङ गर्न आएको नडुबेको हामी अनि छिटेर हराई गर्छ कहाँ जान्छ कतिखेर कहाँ पुगिसक्छ थाहा हुँदैन सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू च्यानल अनि यहाँ चाहिँ दिदी स्विमिङ गर्दै हुनुहुन्छ अनि आज चाहिँ हामी स्विमिङ पुल आएको छौँ क्या ल गेस्ट गर्नु त यो कुन स्विमिङ पुल हो भनेर गेस्ट गर्नु त कुन स्विमिङ पुल हो भनेर जसले गेस्ट गर्नुहुन्छ उहाँलाई अब आउनु भएको छ भने कृपया यो स्विमिङ पुलमा आइदिनु होला भएन हामी चाहिँ बच्चाहरूकोमा खेल्दैछौँ अनि यहाँ हुनुहुन्छ दिदी चाहिँ ए सुनामी ल्याइदिनु भयो लिनु अब मेरो 50 क्लिप लिएको छु यसमै हौ यसमा त 50वटा क्लिप आइसक्यो गाइस यसले यति स्विमिङ गर्छ नि म गर्नु थाक्दिन पनि केही पनि गर्दैन हेलो गर मनिषको नाक झन्डै भत्केन गाइस यहाँ चोट लागेर यसलाई उल्टी जम्प नगर भनेको टेर्दैन आफूलाई चाहिँ सबै एलर्जी आएर जिउभरि डाबर भएर यहाँ दुईवटा फाइट गर गोतारिदियो केटीलाई गाइस म स्विमिङ पुलमै सुतिदिएँ पानीमै सुतिदिएँ इफेक्ट पक्क दुःख लागिसक्यो मनिषको नाक फुटिसक्यो के भन्नु दुइटालाई अहिले रोन्सर पनि आएको है दाजु एउटा क्रिपी केटा छ क्या जता जता जान्छु हामी त्यतै जान्छन् हौ आन्टी भन्छ एउटाले दिदी भन्छ जता जता गयो त्यतै जान्छ सियोहरू
के बिराको कसम भन्दै अनि दुखाउँदैन अरे गाइस कति मान्छे कस्तो हुन्छ क्या स्विमिङ पुलमा आएर पनि उसको पर्सनल बाथरुममा नुहाए जस्तै नुहाइदिन्छ जिरो सिभिक सेन्स गाइस जिरो सिभिक सेन्स स्टन्ट हेर्नु गाइस मोबाइल क्यामेरा हल्लिरहेछ किनकि पानी हल्लाको हल्ला गर्छ पानीले सिधा गर्छ